to you. Happy birthday to you. हुन्छ प्रार्थना गरौँ ल एकदमै सर्वशक्तिमान महान पवित्र अति पवित्र परमेश्वर पिता यो घडीमा तपाईँ प्रभुलाई सम्झना गर्दछौँ अनि विशेष गरी धन्यवाद ह्यापी बर्थडे गरौँ कि वेलकम होम गरौँ दुईटै एकैचोटि हैन यो बाह्र हो कि अलि टाइम लाग्छ हात पोल्छ के लाग्यो जोरो लाग्दै एकैचोटि बोलाउँछ हैन उता अनुहार चिसो भयो कि क्या हो Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sangam. Happy birthday to you. अब यसको दियो ल ह्यापी बर्थडे जाडो महिनामा केक चाहिँ राम्रो हुँदो रहेछ नि बाबा मन पर्यो कसरी जाडो महिनामा चाहिँ केक राम्रो हुन्छ बाबा खाना त भएन होइन नि बाबा यो डिजाइन नै डिफ्रेन्ट हो त्यही भएर यस्तो भएको होला अलिक पक्लिँदैन पनि राम्रो हुन्छ ए बाबाले त ह्यापी बर्थडे नै भन्नु भएन त केक मात्र खाइदिनु भयो त सङ्ग तपाईँले पनि खुवाइदिनु न सङ्गमलाई अनि ह्यापी बर्थडे टु यु पनि भन्नु हामी त एकछिन खाँदा हुन्छ मलाई त हामी त ममा तिमीले के भन्नु मम्मीले अब अनि त्यो बाफले पनि फ्ल्याट्टै हुन्छ नि म त आउँदैन सँगमले चाहिँ सम खुवाउनु नि ल सङ्गम फुपालाई फुपा अलिकति मुख मिठो गरौँ थोरै आँखा त यसमा पो जान्छ त ल यता यता अब मेरो पालो हो नि त यो पनि हुन्छ बटरस्कच भए पनि हुन्छ यो पनि काटौँ न नि म दिदी हो नि त यो पनि काटौँ न नि यो मलाई खतरा लाग्यो यो मिठो टिप्स लाग्यो मलाई मलाई बटरस्कच म त यो त आशाले सरप्राइज दियो सँगै नै ल्याइदियो हौ यो के दुईटै त्यसकै लागि त सानो डिब्बामा जोन सरलाई अब जोन सरलाई जसले खोज्यो अनि अनि दादाले खोज्यो जोन सरलाई ल अनि चाहिँ भात पस्काउ भात त आइस भइसक्यो होला तरकारीमा चाहिँ मारिराखेको छु ग्यास चाहिँ यो अलिक यो आधी आधी खामला सँगछ तपाईँ जातिबाट भिडियो बनाइदिनु पर्छ यो आउन अलिक यो तल ल अब आउ कान्छी ए चाहिँ कहाँ आउ ल जाऊ तिमी आशीर्वाद फुपा आशीर्वाद राम्रो आएको छ सबैजना थ्याङ्क यू फुपा अब आशालाई एउटा स्ट्यान्ड चाहिँ किन्दिनै बेला भयो म पुरा आँटेको छु कि आन्टी मग्नै बेला भइसक्छ खाजा आएर होइन भिडियो बनाइदिँदै आउँछ खानु पर्यो यस्तो कट ल्याएर ल ल भयो कट हाले उसको त्यही हो